कुन पापले गर्दा स्त्री लाठी भएर जन्मिन्छन्? कुन पापले गर्दा? कुनै कुनै स्त्रीहरू हुन्छन् नि, जस्तै जन्मना बित्तिकै लाठी हुने के, बोल्न नसक्ने अथवा खाना पनि नसुन्ने। हो, के पाप गरेपछि लाठी हुन्छन् थाहा छ? कुनै कुनै स्त्री हुन्छन् नि, बोल्न नसक्ने, लाठी हुन्छन् नि। हो, तिनले के पाप गरे हुन् त पूर्व जन्ममा, होइन? त्यो भन्नेवाला छु। कुनै कुनै स्त्रीले होइन, स्त्रीले जुन स्त्री आफ्नो पतिसँग धेरै मुखमुखी लाग्छिन्, मुख चलाउँछिन्, होइन, आफ्नो पतिले भनेको आज्ञा कुरा मान्दिनन्, होइन, धेरै कलह गर्छिन्, पतिसँग धेरै झैझगडा गर्छिन्, होइन। हो, ती स्त्री यही जन्ममा पनि, तिनीहरूको यही जन्ममा पापको घैँटो भरिएकाले तिनीहरू यही जन्ममा पनि काना सुन्दिनन्। कुनै कुनै स्त्री हुन्छन् नि, अगाडि काना सुन्ने, बुढेसकाल भएपछि काना नसुन्ने, अनि मुख पनि बोल्न नसक्ने। हो, किनभने ती स्त्रीहरूले आफ्नो पतिसँग धेरै कलह झगडा गरेर तिनीहरू काना नसुन्ने अथवा लाठी बैरी भएर तिनीहरू यही जन्ममा पनि पाप भोग्नुपर्छ। अर्को जन्ममा त छँदैछ, त्यो त भोग्नुपर्छ। तिनीहरूको पापको घैँटो भरिएकाले यही जन्ममा पनि तिनीहरू, यही जन्मको अन्तिममा बुढेसकालमा तिनीहरू काना नसुन्ने र मुख सम्बन्धी पनि उनीहरूसँग के रोग हुन्छ, मुख जिब्रो चल्दैन उनीहरूको। हो, हरे कृष्ण, राधेश्याम। यो हजुरहरूलाई भिडियो कस्तो लाग्यो अझै धेरै सेयर गरिदिनु है त।